नमस्ते। आज हामी फेरि चरा खोज्न आएको छौं। तर आजको च्यालेन्ज चाहिँ के छ भन्नुहुन्छ नि, एकदमै विन्डी छ र अहिले -5 जस्तो छ है। यहाँ चाहिँ एकदम ठ्याक्क -5 छ, एकदम चिसो छ। टोपी पन्जा त मसँग छैन, तर पन्जा लाएर हिँड्नु पर्ने छ। अनि तपाईहरुलाई लाग्छ होला यस्तो चिसोमा चरा हुन्छन् भनेर। म बस्ने ठाउँमा चाहिँ योभन्दा धेरै चिसो हुन्छ। जनवरी र फेब्रुअरी त लगभग -20 -25 हुन्छ, कहिलेकाहीँ त -40 सम्म पनि पुग्छ हैन। र कस्तो हुन्छ भने चराहरुको चाहिँ एउटा स्पेशल एडाप्टेबिलिटी हुन्छ, जसले गर्दा उनीहरु यस्तो चिसोमा पनि बस्न सक्छन् है। एउटा भनेको चाहिँ उनीहरुको फेदर, जुन चाहिँ नि फेदर छ त्यसलाई डाउन फेदर भनेर भन्ने गरिन्छ। बाहिरी भाग भन्दा भित्रपट्टि चाहिँ उनीहरुको जुन हाम्रो ज्याकेटहरुमा प्रयोग गरिन्छ त्यस्तो खालको फेदर हुन्छ हैन। त्यो फेदर चाहिँ उनीहरुले अलिकति जाडो भयो भने भुक्लुक्क परेर बस्न सक्छन् र त्यो भुक्लुक्क परेपछि चाहिँ उनीहरुले त्यो एयर ट्र्याप गरेर तातो हुन्छ। अर्को भनेको चाहिँ उनीहरुले के गर्छन् भने सिभरिङ, जस्तो हामी काम्ने भन्छौं, चराहरुमा पनि उनीहरुले त्यसरी काम्दाखेरि चाहिँ नि त्यो पेक्टोरालिस भन्ने मसल हुन्छ, त्यो मसल चाहिँ बिस्तारै थर्किँदा हिट प्रोडक्सन हुन्छ र उनीहरु त्यसरी चाहिँ तातो रहन सक्छन्। अरु भनेको हर्डलिङ पनि भन्छ। हर्डलिङ भनेको चाहिँ धेरै प्रजातिका चराहरु सँगसँगै बसेर तातो बनाउने, यस्तो चाहिँ धेरै पेंगुइनमा देखिन्छ है। सो जतिकै चिसो किन नहोस्, चराहरु चाहिँ यस्तोसँग चाहिँ एडाप्टेड भएको हुन्छन् कि उनीहरु चिसोमा सर्भाइभ गर्छन्। अहिले यहाँ नर्थबाट चाहिँ म बस्ने ठाउँमा झरेको एउटा स्नो बन्टिङ भन्ने चरा त -50 डिग्री हुँदासम्म पनि आनन्दले बस्न सक्छ भन्ने देखिएको छ। र कस्तो हुन्छ भने भङ्गेराको एक्जाम्पल लिऊ, जसमा मैले काम गरेको छु। म बस्ने ठाउँको भङ्गेरा र टेक्सास जस्तो टाढो ठाउँको भङ्गेरामा विभिन्न प्रकारको एडाप्टेबिलिटी हुन्छ। उनीहरुले चाहिँ धेरै चिसोमा बस्न सक्दैनन् भने यहाँ बस्नेले चाहिँ नि एकदम चिसोमा बस्न सक्छन्। र ती भङ्गेराहरुको समरमा हुनु र विन्टरमा हुनुमा, समरमा चाहिँ केही थोरै मात्रामा मात्र ती डाउन फेदर हुन्छ भने विन्टरमा जाँदा उनीहरुको 1.5 टाइम्स चाहिँ त्यो फेदरहरु बढी हुन सक्छ। उनीहरुले चाहिँ त्यो जम्मा गर्छन् चिसोमा एडाप्ट हुनको लागि। र यो चराहरुको चिसोमा बस्ने कुराहरु रोचक लाग्यो भने लाइक शेयर गर्न नभुल्नु होला। चराहरु बारे यस्तै यस्तै कुराहरु आउँदै गर्ने छ। धेरै धेरै धन्यवाद।